आज मदर्स डे अर्थात् आमा सम्मान दिवस सन्त याकुब बिलिभर्स इस्टर्न चर्च बैतेश्वर 5 महिना पोखरी दोलखामा आमाहरूको सहभागितामा यो कार्यक्रम सम्पन्न भएको छ। धेरैजना आमा दिदीबहिनीहरूलाई हामीले चर्चमा आउनुहोस् यस कार्यक्रममा भनेर निम्तो गरेका थियौँ। वचनले भन्छ बोलाइएका धेरै हुन्छ तर चुनिएका थोरै हुन्छ। हामीसँग थोरै आमाहरूको उपस्थिति थियो र पनि हामीले हाम्रो आमाहरूलाई शुभकामना राख्ने हामीले मौका पायौँ छोराछोरीहरूको तर्फबाट। अनि आमाहरू चाहिँ महत्त्व हुन्छन् घरको निम्ति, परिवारको निम्ति, आफ्ना छोराछोरीहरूको निम्ति। र आमाहरूले आफ्ना छोराछोरीहरूलाई परमेश्वरमा हुर्काउने, डोर्याउने, रेखदेख गर्ने, परिवारको स्याहार गर्ने काम गर्नुहुन्छ। र उहाँ चाहिँ मेरी आमा हुनुहुन्छ जो प्रभुमा सुत्नु भएको छ, विश्राम लिनुभएको छ। आमालाई धेरै सम्झना जसले मेरो लागि प्रार्थना गर्नुभयो, उपवास बस्नुभयो, पवित्र चर्चको निम्ति मलाई समर्पण गर्नुभयो। र यस्ता धेरै आमा दिदीबहिनीहरू हुनुहुन्छ जसले आफ्ना छोराछोरीलाई परमेश्वरमा डोर्याउनुहुन्छ, हुर्काउनुहुन्छ, हेरचाह गर्नुहुन्छ।